5 वडामा रोड पुगेको छैन। ती वडा हुन् तीवटा भिक्षाका। एउटा वडा तपाईँको दिल्लीको 5, एउटा गौमुलको 1 नम्बर भन्दा बाहेक 64 वडामा सडक पुगेको छ। आज लेखिन्छ म देख्छु यो भएन, जनप्रतिनिधिले यो गरेन ऊ गरेन, राजनीतिले गरेन भन्ने मात्र देख्छु। अहिलेको लोकतान्त्रिक व्यवस्था भनेको 5-5 वर्षमा हो। हिजो म 5 वर्षमा मेयर थिएँ, अहिले म नागरिक भएँ। आज मेरो पालिकाको मेयर अमरजी हुनुहुन्छ, उहाँ पनि भोलि 5 वर्षपछि नागरिक बन्नुहुन्छ। भोलि अर्को मान्छे आउँछ। म हिजो मेयर हुँदा पनि भन्थेँ म मेरो बुवाले पढाएन, मेरा बुवाले केही गरेन भन्थे। अहिले म बुवा भएपछि थाहा पाएँ भन्ने हुन्छ के। आज मेयर भएपछि थाहा हुन्छ। तपाईँहरू मेयर हुनुहुन्छ, वडाध्यक्ष बन्नुहुन्छ अनि थाहा पाउनुहुन्छ। त्यसैले गर्दा के हो भन्नुहुन्छ भने हामी यो बाजुराको विकासमा हिजो के थियो 74 सम्म पनि धेरै ठाउँमा टेलिफोन लाग्दैन थियो, सडक थिएन, वडामा स्वास्थ्य थिएन, स्कुलमा दरबन्दी थिएन। तपाईँ धेरै चुनौतीहरू थिए। हिजो हामी देखेका छौँ जिल्ला विकासमा हामी 20औं वर्ष प्रतिनिधि भएर बस्यौँ। जम्मा 4 करोडको बजेट बाँड्थ्यौँ। आज 9वटा पालिका छन्। सबै पालिकामा, सबभन्दा सानो पालिकामा पनि 7 करोड बजेट आउँछ। ठुलो पालिकामा 14 करोडसम्म बजेट आउँछ। विकास भएको छ। अब विकास हुन बाँकी के छ भन्नुहुन्छ भने हामीले जसरी यो कृषिलाई, पर्यटनलाई ध्यान दिनुपर्छ भन्ने कुरा छ। तपाईँ हामी लागौँ। मलाई लाग्छ आज अमेरिकाले एउटा प्रोजेक्ट दिँदैन भन्ने घोषणा गरेकोले राष्ट्रपति आउँदा आज कुनै देशले तपाईँको म अब खाद्यान्न दिन सक्दैन भनेको बेला हामी भोकै मर्ने सम्भावना छ। त्यसले हामी उत्पादनमा जोडिनुपर्छ, हामीले उद्यमशीलतामा जोडिनुपर्छ। धेरै मान्छेले आएर हेर्न लायकको बाजुरा जिल्ला बनाउनुपर्छ, बाजुराको सभ्यताको विकास गर्नुपर्छ। विशेष गरी भन्ने हो भने अहिले धेरै कुराहरू आउँछन्, यो मिलेर यसो गर्यो भन्ने हुन्छ। त्यसैले यो कुरा म त धेरै कुरा देख्दिनँ। तपाईँ हामी सकारात्मक ढङ्गले अगाडि बढ्यौँ भने आज यो जति मान्छे तपाईँहरू हुनुहुन्छ र बाजुरा जिल्ला किन कमजोर भयो भन्ने होला। तर हामी आज के भएको छ भन्नुहुन्छ भने बाजुरामा अलिकति 2 पैसा कमायो भने हामी धनगढी काठमाडौँ जानले कमजोर भएको हो। बाजुरा जिल्लालाई कर्मथलो बनाएर राम्रोसँग लाग्ने हो भने, यहाँको शैक्षिक सुधार्ने हो भने, यहाँको स्वास्थ्यलाई राम्रो गर्ने हो भने बाजुरा राम्रो बनाउन सक्छौँ। हामी धनगढी भन्दा राम्रो बाजुरा बनाउन सक्छौँ। यसरी जान सक्यौँ भने हामी अब 50-55 त हामीले कटाइसक्यौँ। बाँकी जीवन यस्तै सकारात्मक सन्देश, सकारात्मक काम होइन बाट हामी अगाडि बढ्नेछौँ। आउने पुस्ताले पनि यो किसिमको सिकाइ गर्नेछ।